नि तयारीमा यहाँ फुल बोकेर पहिले सबैको हात Hi everyone, नमस्ते मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई वेलकम ब्याक अगेन इन माई युट्युब च्यानल इन माई सिआरआर ब्लग। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि तपाईँहरूमा एउटा नयाँ ब्लग लिएर आएको छु। जन्ते ढुगा गाउँपालिका महावीर चोकको चाहिँ आज चाहिँ हाम्रो अङ्कल अनि उहाँको आफन्तहरूको आज चाहिँ 30 तारिक कोर्स कार्यक्रम चाहिँ हुन गइरहेछ। त्यसको लागि चाहिँ म चाहिँ भिडियो बनाउनु गइरहेको छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। अङ्कलहरू चाहिँ गइसक्नु भएको छ। के कस्तो हुन्छ म तपाईँलाई त्यहीँ गएर तपाईँलाई देखाउनु छु। यो चाहिँ हाम्रो अङ्कलको गाउँ हो। यो चाहिँ महावीर चोकमा यहाँ चाहिँ आज सानो कार्यक्रम 30 तारिक कोर्सको कार्यक्रम गइरहेछ। यही हो अनि म तपाईँलाई एकछिन देखाउनु छु। हाम्रो भाइले के बनाउँदै रहेछ, खोर बनाउँदै रहेछ। यो हाम्रो ठुलियामा मामाको घर। यो चाहिँ परको चाहिँ अङ्कल नमस्कार। नमस्ते छ बाबु। भाइ के यहाँ के बनाउनु हुन्छ? यो लोकल कुखुराको फारम हुँदैछ। लोकल कुखुराको बाटो त अनि सानोभन्दा यहाँ हिँड्ने जाने बाटो होइन, हुन्छ ठुलै हुन्छ। भइरहेछ यहाँनिर कार्यक्रम। अब अर्को पालि आउँदा लोकल कुखुरा खानु पाइने भयो? ल ठिक छ। यसपालि चाहिँ खै लोकल कुखुराको पाइएन स्वादै। यसपालि चाहिँ यसपालि पाइएन। हाम्रो माइलो भाइ पनि आइपुग्नु भयो है भाइ। ल वेलकम छ। थ्याङ्क यू कान्छा भाइ। यात्रा कस्तो भयो कान्छा? हो र? अब चाहिँ यहाँ कार्यक्रम चाहिँ सुरु हुन गइरहेछ। कार्यक्रम चाहिँ हुन गइरहेछ। केही हावा छेल्नेलाई केही आइडिया गर्नु चाहिँ यतिलाई मात्रै कार्टुनै ल्याउनुहोस्। कोही भाइलाई पनि यता भाइलाई पनि यहाँ भाइलाई पनि दिनु उहाँलाई पनि। मलाई त परेन। यहाँ हावाले चाहिँ यहाँ समस्या भइरहेछ यहाँ बाल्नुको लागि। हाम्रो भाइ मिस्त्री भाइ हुन्छ तयारीमा यहाँ फुल बोकेर सबैले सबैको हात हातमा यहाँ फुल लिएर चाहिँ यहाँ पर्खाइ हुनुहुन्छ। यो चाहिँ महावीर चोकै पहिला चाहिँ चापखोरा भन्थ्यो, अहिले चाहिँ महावीर चोक भन्छ अहिले यो ठाउँलाई चाहिँ। कस्तो भाइ? अब चाहिँ महावीर चोक भएको छ यो ठाउँको नाम। पहिला त चापाखोरा होइन। भनेर पनि भने होइन। अनि पुर्खाहरूले पनि त्यो कुरालाई चाहिँ उहाँहरूले पनि मनन गर्नुभयो। मनन गरिसके, उहाँहरू मिलिसके। एकदम राम्रो। यो कान्छा घुम्ने फोनको लाउनु पर्छ। आउनु पर्यो नि केटा। काकी खोला हुनुहुन्छ, आमा खोला उहाँको पुर्खालाई चाहिँ उहाँले सम्मान स्वरूप चाहिँ 3 पल्ट चाहिँ उहाँले राउन्ड लाउँदै हुनुहुन्छ। अब 2 पल्ट भयो, अब 1 पल्ट।
ढोकिदेऊ अब त्यही नै आएन होइन दाजु भेरी गुड भेरी गुड भेरी गुड बाजेलाई पनि चाल पर्छ पर्दैन होला हाम्रो हुन्छ बाजे अलि पुगेन नि होइन पुग्छ अलिकति म उचाल्छु नि त बाजे यो अन्त नि रातिको काम यही त हो त हो नि त्यतिको लागि नाति हो त्यसै म यहाँ आइपुगेको छु उसको पालो आयो रमिले पालो बिलो बाजे पहिला अनि ठ्याक्कै भेट्यो त भयो पर्दैन ताली यो भिडियोहरू राख्नुपर्छ कि इतिहास बन्नुपर्छ सबै बनाउँदै गरेको अलिक कम भयो काका यताबाट अनि उताबाट तान्नु यताबाट एउटा हावाले ल्याएछ काकालाई फोटो मात्र भिडियो सकिन्छ फेरि भने सबै फाल्नुपर्छ सही हो होइन अभिषेक विजय त लुकेको लुकेछ के भयो मेरो बाजे केटाहरू केटा ए लगाइदिएर केटाहरू भिडियो भएछ त दाइ भिडियो ल ओके ओके भइसक्यो भिडियो दाइ हक मास्टर युट्युबर दाइको युट्युबको नाम चाहिँ के छ कुनै नेक्स्ट इयर पनि आउनुपर्छ है राजेश भाइ पोहोरको भिडियो छ लगाएको छ अङ्कलले चाहिँ केही शब्द भन्नु गइराख्नु भएको छ हामीले पोहोर वैशाख 3 गते यो मूर्तिलाई चाहिँ हामीले अनावरण गर्यौँ यो चोकको नाउँ चापखोरादेखि महावीर चोक गर्यौँ हजुर सबैलाई थाहा छ अब यसलाई चाहिँ एकपल्ट मान्छेले राम्रो तरिकाले गर्छ त्यस पछाडि बिर्सिँदै जान्छ त्यो क्रम चाहिँ नहोस् भनेर हामीले थालेको कामलाई चाहिँ प्रत्येक वर्षको वैशाख 3 गते चाहिँ हामीले बाजेको स्मृति दिवस र बजुको स्मृति दिवस मनाउँदै उहाँको मूर्तिलाई पनि स्याहार चाकर गरौँ गर्दै लैजाउँ भन्ने ध्येयले एउटा चिरस्थायी महावीर राई र रत्नमाया राईको कोष खडा गरिसकेको छौँ र त्यसको रकम कलमहरू सबै र दाताहरूको नाउँ पनि टाँसिसकेका छौँ र त्यो ब्याङ्कमा कान्छा र हामीले डिपोजिट गरिसकेका छौँ त्यो फन्डदेखि जति रकम आउँछ 80% हामी यो कार्यक्रम गर्छौँ 20% चाहिँ त्यो उसमा सामान्य फेरि जोड्दै लान्छ त्यो कार्यक्रम योजनाले गर्दाखेरि सालन्ने 3 गते चाहिँ यहाँ जो जति हुनुहुन्छ छेउछाउको मान्छेहरू जम्मा गरेर यो कार्यक्रम चाहिँ हामी सञ्चालन गर्दै जाउँ यसले निरन्तरता पाओस् हाम्रो छोरा नातिहरूले पनि यो सिकोस् अनि त्यो रकम छ त्यहाँदेखि रकम ल्याएर यो चाहिँ निरन्तरता होस् भन्ने ध्येयले हामीले यो गरेका छौँ र आजको निरन्तरता दिवसमा हाम्रो मामा पनि आइदिनु भएछ बाहिरदेखि हाम्रो मिस्त्री उहाँ हाम्रो के अरे छिमेकीहरू तपाईँहरू आइदिनु भएको खण्डमा धेरै धेरै धन्यवाद र आगो पनि यसरी नै हामी जम्मा भएर यो दिवस यसरी नै मनाउँ वैशाख 3 गते चाहिँ सानो रूपमा भए पनि ठुलो रूपमा भए पनि
यसले निरन्तरता पाओस् र हजुरहरूले पनि मनमा राख्नुहोस् र यो हामीले सधैँ नै हाम्रो पुर्खाको चाहिँ के अरे सम्झना गरिरहौँ र उहाँहरूले चाहिँ आशीर्वाद हामीलाई दिइरहोस् भनेर हामीले यो कार्यक्रम गरेको हो र आज तपाईँहरूले आफ्नो समय निकालेर यहाँ आइदिनु भएको छ। अलिक बढी हाम्रो कविराज माछाले खटेको छ, अब खट्नु पनि पर्यो अघि म खटेको छु। हाम्रो सबभन्दा वंशको पुर्खाको सबसे हेड हाम्रो माल दाजु ले यता आउने मौका पाउनु भएन, कारण किनभने त्यस्तो अफिसियल कामहरू थियो, इन्टरभ्यू केहरू भएको हुनाले। तर जे होस् उहाँले पनि आज थाहा छ र यसरी नै हामी मनाउँदै गयौँ। तपाईँहरूको समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। यहाँको कार्यक्रम चाहिँ सकिसकेको छ। अब चाहिँ खानपिनको कार्यक्रम हुन गइरहेछ। यहाँ त व्यवसाय त नि दाजु एमसाई म टन्न खाजा खाएर आएको फेरि मोटा यस्तो गाडी पनि आउँछ है। कहाँ गाडी फाइनली आजको महावीर चोकको चाहिँ चिरस्थायी कोर्सको कार्यक्रम पनि सकिसकेको छ। हामीले खानपिन पनि सकिसकेको छौँ। अङ्कल दाइ भाउजूहरू चाहिँ गइसक्नु भएको छ घर। यही हो यो महावीर चोक भन्छ अहिलेको। यो चाहिँ यहाँको आज थियो सानो कार्यक्रम छ। यो चाहिँ यही उहाँहरूको अङ्कलको पुर्खा हो। अनि त्यही कारणले गर्दा चाहिँ यहाँ सानो प्रोग्राम कार्यक्रम भएको कारणले चाहिँ मैले तपाईँहरूको लागि एउटा सानो भिडियो बनाएको थिएँ। तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो, भिडियो मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ अल। तपाईँ यस च्यानल जो नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला। आजलाई यति भन्दै मेरो ब्लग चाहिँ गर्दैछु। टिल देन सी यु द नेक्स्ट ब्लग। बाई बाई।